नमस्ते, म चाहिँ सरोजम छेत्री है। आज चाहिँ म चाहिँ किन आएको छु भन्दाखेरि आज चाहिँ हुन्छ नि जनैमा जारी है। तपाईँहरू राम्रो राम्रो कपडाहरू लगाएर आउनुहुन्छ होइन, राम्रो राम्रो बनाएर आउनुहुन्छ, सबैजना राम्ररी बोल्नुहुन्छ है। अनि यहाँ चाहिँ कस्तो गर्छ भने राम्ररी फोटोहरू खिच्नुहुन्छ होइन। यहाँ चाहिँ फोटोहरू खिच्दा चाहिँ हुन्छ नि फोटो खिचेपछि तपाईँहरू कहाँ हुन्छ जुन कुराहरू ठान्नुहुन्छ त्यो कुराहरू चाहिँ तपाईँहरू चाहिँ हुन्छ नि सानो सानो कुराले गर्दा हुन्छ नि होइन। तपाईँहरू चाहिँ त्यो कुराहरू चाहिँ व्यवहारमा उतार्नु यति मुला लसुन यत्रो राखेको छ है, यत्रो लसुन राख्दा राख्दै तपाईँहरू चाहिँ जनावरै फाल्नुहुन्छ। तपाईँहरूलाई सिकाउँछु ल कसरी फोटो फाल्यो भने चाहिँ यसरी खाने, यसरी पोछिदिने, जसरी दिँदा पनि भयो, डान्स हान्दा पनि भयो। फोहोर चाहिँ यसरी फाल्ने है। डस्टबिन चाहिँ है, वहाँ पनि डस्टबिन छ। अनि मैले भन्न खोजेको कुरा चाहिँ के भन्दाखेरि हाम्रो गाईघाटमा गरिरहेको भाइहरू छ, जस्तो देवराज भाइ भयो, बुद्धि चामलिङ राई, हाम्रो मोबाइल पसलको जितु दाईहरू पनि हुनुहुन्छ। जस्तो मलेसियामा बस्ने हेम राई, उसले पनि प्रयास गरिरहेछ होइन। डाइरेक्टली इन्डाइरेक्टली भए पनि कतिजनाले डाइरेक्टली पनि गर्नुभएको छ। अहिले सोफा पनि रहेछ होइन। अनि यो फोहोरको विषयमा चाहिँ ठ्याक्कै 2 वर्ष पनि लाग्यो होइन, सरसफाइको अभियानमा। अब आज फोहोर टिप्यो भोलिपल्ट जस्तोको त्यस्तै बनाउनुहुन्छ होइन। अनि यत्रो डस्टबिन छ होइन, यत्रो डस्टबिन हुँदाहुँदै पनि डस्टबिनमा फ्याल्दिने गर्नु न होइन। त्यति चाहिँ प्लिज हजुरहरूलाई अनुरोध गर्दछु। हाम्रो गल्तीले गर्दाखेरि जनावरहरू पनि हुन्छ, थुप्रो जनावरहरू छ है। हामी पो जुत्ता लाउँछौँ, चप्पल लाउँछौँ होइन। हाम्रो पो खुट्टामा सिसा बुझ्यो भने हाम्रो हस्पिटल छ, बिचरा त जनावरहरूले त थाहा पाउँदैन होइन। के गर्ने भन्नु त हो। तपाईँहरूको सानो गल्तीले गर्दाखेरि चाहिँ यसरी फोहोरहरू नहोस् प्लिज प्लिज प्लिज। फेरि पनि भन्दछु है। अनि रह्यो कुरा हुन्छ नि, आज फोहोर फाल्नुभयो होइन, भोलि पर्सि आउँदाखेरि के पर्सिको दिनमा चाहिँ टिकटक बनाउँदा तपाईँहरू रिल बनाउँदाखेरि चाहिँ के त्यो फोहोरमाथि डान्स हान्नुहुन्छ? सक्नु त हुँदैन होला, अर्को ठाउँ फोहोर बनाउनु जानुहुन्छ होला होइन। हो यसको लागि चाहिँ तपाईँ हामीले नेताको आश गर्नुभन्दा पनि तपाईँ हामीबाटै हुन्छ नि हाम्रो समाज सभ्य र सफा राख्नको लागि, हाम्रो स्वास्थ्य जीवन राख्नको लागि हामीले सानो कुराहरू चाहिँ गर्नु जरुरी छ। उहाँबाट तपाईँहरू यत्रो भारी सामानहरू, बियरहरू, चटपटेहरू, चिप्सहरू, मोमोहरू बोकेर आउनुहुन्छ। अन्त सामान खाइसकेपछि, पेटमा हालिसकेपछि, रित्तेपछि त्यही सामान चाहिँ ती तपाईँहरू खान सक्नु हुँदैन। यति चाहिँ गरिदिनु होला। हामीले मात्र सक्दैनौँ होइन, सधैँभरि हामीले पनि सक्दैनौँ, हाम्रो पनि काम हुन्छ। तपाईँहरू रमाइलो गर्नुको साथसाथै फोहोर चाहिँ यहाँ भाइ यहाँ देखो त डस्टबिन छ है, यहाँ यसलाई डस्टबिन भन्छ। अब यसको पनि स्पेलिङ भनिदिनु पर्ने नै भन्नु होला। यसलाई डस्टबिन भन्छ है। डस्टबिन छ, डस्टबिनमा हालिदिनु ल।